छ वा छैन त्यो त समयले देखाउनेछ क ख आउँछ कि आउँदैन? के उनीलाई थाहा छ कि छैन त्यो त समयले होइन हौ, क ख ग घ ङहरू आउँछ कि आउँदैन? हो ठिक छ काकाको गाको घाको अङ्गाको सबै कुरा आउँछ या नआउँछ भन्ने कुरा त समयमै देखिन्छ। कदेखि ज्ञसम्म सुनाम त मलाई। अवश्य म तपाईँलाई 1 देखि 100 सम्म गर्न सुनाउँछु। यहाँ 1 2 भनेको होइन, क ख। अहिले मैले बुझेँ तिमीलाई काका खा गा घा अङ्गा जस्तो कुरा सुनाउन चाहन्छौ। Yes, exactly. ओ त्यही सुनाम त। ठिक छ म काका खा गा घा अङ्गा जस्ता अक्षरहरू सुनाउने छु। तयार छौ? सुरु गरौँ। ठिक छ म सुरु गर्छु। काका खा गा घा अङ्गा यसरी नै क्रम जारी राख्छ। कदेखि ज्ञसम्म सुनाम न भने के? ठिक छ म 1 देखि 100 सम्मको गर्न पनि सुनाउन सक्छु र काका खा गा घा अङ्गा जस्ता अक्षरहरू पनि तिमीलाई जिसाएको म खुसी साथ गरौँला। हे शिव, हो शिवजी तिमीलाई केहीहरू चाहिएको छ भने म सधैँ तयार छु। कुनै पनि कुरा भएमा निसङ्कोच भन्नु होला। मको